भूपेन्द्रलाई आफ्नै गर्लफ्रेन्डको बाबाले राम्रो सबक सिकाएका छन्। हो दर्शकबिन, जब कि आफ्नो गर्लफ्रेन्डलाई पैसाको सहयोग मागेको थिए र पैसाको सहयोग उनको बाबाले गर्ने र फोन गर्ने भनेर भनेको थिए, तर फोन गर्नु त कता हो कता उल्टै भूपेन्द्रमाथि हातपात गरेका छन् र भनेको छन् आइन्दादेखि मेरो छोरीसँग मिलिस् भने तँलाई म मारिदिन्छु समेत भन्न भ्याएका छन्। हो दर्शकबिन, जब भुन्टीलाई धेरै नै अन्याय गरेको थिए, भुन्टीमाथि गरेको अन्यायको पाप अहिले भूपेन्द्रले भोग्दैछन्। जस्तै गर्नु त्यस्तै भोग्नु भने जस्तै भूपेन्द्रले आफूले गरेको गल्तीको सजाय भोग्दैछन्। अहिले भूपेन्द्रले भुन्टीमाथि धेरै नै अन्याय गरेको थिए र भुन्टीलाई साह्रै दुःख दिएको थिए। त्यही दुःख दिएको सजाय अहिले भोग्दैछन् भूपेन्द्रले। बारम्बार भुन्टीलाई झुटो आरोप लगाएर घरबाट निकालेका थिए भूपेन्द्रले। घरबाट निकालेर डिभोर्स दिएर आफूले अर्को विवाह गर्ने तयारी गरेको थिए, तर त्यो सपना भने सबै चकनाचुर भएको छ। जबकि भूपेन्द्रले भुन्टीलाई डिभोर्स दिएर आफूले अर्को विवाह गर्नलाई तयारी भएको थिए, तर आफ्नै दाइले घरबाट निकाल्ने भनेर भनिसकेपछि भूपेन्द्रलाई झट्का लागेको छ, अर्थात् भूपेन्द्रलाई धेरै नै चोट परेको छ र आफूले दुःख गरेर बनाएको घर आफ्नो दाइले अब नदिने भनेर भनिसकेपछि जसरी हुन्छ पैसाको जोग गरेर आफूले त्यो घर आफ्नो नाममा गराउने सोच गरेका थिए र त्यसैको पथ आफ्नो गर्लफ्रेन्डलाई भेट्न गएको थिए र गर्लफ्रेन्डसँग सबै दुःखको कुराहरू राखेर आफूले अब त्यो घर आफ्नो नाममा गराउने सोच गरेको थिए, तर त्यो भने हुन सकेन र गर्लफ्रेन्डले पैसाको जो गर्छु भनेर भनेको थिए र आफ्नो बाबासँग पैसा भनेको पनि थिए र उनको बाबाले म विचार गरौँला भनेर भनेको थिए र फोन गर्छु भनेको थिए, तर फोन नगरिकन एक्कासी भूपेन्द्रलाई हातपात गर्न पुगेका छन्। हो दर्शकबिन, जबकि आफ्नो दाइले धेरै सम्झाएको थिए भूपेन्द्रलाई, धेरै सम्झाएर यस्तो नगर भाइ, जसरी हुन्छ त मिल्नुपर्छ भनेर भनेको थिए, तर मिल्नलाई भूपेन्द्रले राजी नभएर उल्टै भुन्टीलाई डिभोर्स दिने तयारी गरेको थिए र भूपेन्द्रले धन सम्पत्तिको धेरै घमण्ड देखाएको थिए। त्यसै घमण्डको अहिले फल मिल्दैछ भूपेन्द्रलाई। हो दर्शकबिन, जबकि आफ्नो गर्लफ्रेन्डमाथि धेरै विश्वास गरेको थिए र भुन्टीलाई डिभोर्स दिएर उतै विवाह गर्ने तयारी पनि गरेको थिए, सबै कुराहरू भइसकेको थियो। हो दर्शकबिन, उता भने भूमिकाको विवाह हुने कुरो चलेको छ र धुमधाम तरिकाले विवाह गर्नलाई सबै तयारी भइसकेको छ र भूपेन्द्रको दाइ भाउजू भने गाउँ जाने तयारी गरेका छन् र यता भने भूपेन्द्रलाई आफ्नै गर्लफ्रेन्डको बाबाले हातपात गरेका छन् र भनेको छन् आइन्दादेखि मेरो छोरीसँग भेटिस् भने तँलाई म मारिदिन्छु भनेर भनेका छन्। हो दर्शकबिन, यतिकैमा यो भाग सकेको छ भने अगाडि भागमा के हुन्छ त भन्ने छोटो भिडियो फेरि पनि लिएर आउँदैछु भन्दै बिदा।